अस्ति मैले यहाँ देखाएको थिएँ अब भित्र देखाउँछु भन्नु। हेलो गुड इभिनिङ। म पनि आज फेरि अब वकमा हिँड्दैछु, वकमा निस्केको छु। आज वकमा चाहिँ अलिकति ढिलो भयो है। अनि त्यहाँदेखि मेरो फेसबुक साथीहरूका अब सबैजनालाई मलाई फलो गर्नुभएको, लाइक गर्नुभएको, सेयर गर्नुभएको साथीहरूलाई सबैलाई देखाउनु गइरहेको छु। हिजो जुन चाहिँ मैले तपाईँहरूलाई यो जुन चाहिँ हिजो देखाएँ नि मैले यो तपाईँलाई यो देखाएँ है, यसबाट चाहिँ मैले बाहिर देखाएको थिएँ। आज चाहिँ म ब्याग भित्र पनि गएर म देखाउने छु। हेर्नुहोस् ल, हेर्नुहोस् है, इन्ट्री यहाँबाट हुन्छ, गेट हो। ल जाउँ, कहाँ खेलिरहेको वकमा आउने मान्छेहरू फेरि। कहाँ गएको? ल जाउँ छिटो छिटो। भिडियो लाइभ भइरहेछ हौ। ल यिनीहरू त लु ल गेट बिगाऱ्यो भने चाहिँ म जान्दिनँ है, यहाँ सेक्युरिटी गार्डले मार्छन्। ल जाउँ ल, वक फास्ट एकदम। यसरी कहाँ हुन्छ वक भनेको त, एकदम फुइ 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 हिँड्नु पर्यो नि त। आज चाहिँ मसँग वकमा हिँड्नु चाहिँ अब म चाहिँ हिजो चाहिँ एकजना मात्रै थिएँ, अनि आज चाहिँ हामी 3 जना भएको छ। फेरि दिनदिनै भर्ने छ वकमा हिँड्नुको लागि। यस्तै छ हाम्रो आइटी कलेजको भित्र इन्ट्री गरेपछि रोडहरू। गेट चाहिँ माथिबाट छ है, हिजो मैले तपाईँहरूलाई माथिबाट देखाएँ इन्ट्री। अनि यस्तो आयो, आएपछि हामी जाँदैछौँ उँधो। अब मेरो 3 जना हो, अघि अघि हिँडिरहेको छ। म चाहिँ अब भिडियो गर्दै हिँडेकै हो। फर्केर हेर्नु पनि छैन, अब अनुहारै देख्दैन भनेर हेर्दै हेर्दैन यिनीहरूले हो। फेरि यसो फर्केर पनि त हेर्नु। हेलो सुसना। प्रकृति खोइ हेलो हाई पनि छैन फेरि हो। यहाँ यस्तो छ हेर्नुहोस्। हामी आज इन्ट्री भइसक्यौँ। हिजोको भिडियोमा चाहिँ तपाईँहरूलाई मैले बाहिरबाट देखाइरहेको थिएँ। यहाँबाट चाहिँ गर्ल्स होस्टेलहरू छ है। हामी चाहिँ यहाँ माथिबाट आएको, अनि त्यहाँदेखि आएर हामी इन्ट्री भयौँ। यस्तो छ आइटी कलेज हाम्रो गाउँको। फेसिलिटी यति चाहिँ छ हाम्रो। मेरो घरकै छेउमा छ यो एकाडेमिक ब्लक छ अफिस। यस्तो छ फेसिलिटी। कुनै इमर्जेन्सी पर्यो भने चाहिँ यो गाडी भ्यान पनि छ राखेको। यहाँ हुनुहुन्छ एकजना भाइ अफिसको। यस्तो छ। अब दिउँसो आएर हेर्नु त पाइँदैन, आफू पनि ड्युटीमा हुन्छ हो। त्यस कारणले घरको छेउ भएर चाहिँ अलिकति फाइदा। वकमा हिँड्यो, यसो निकाल्यो, देखाएँ तपाईँहरूलाई है। यस्तै छ। अनि यो सबै क्लासेस रुमहरू हो तपाईँको आइटी कलेजको। यो एउटा भयो। यस्तो छ, दामी छ। भर्खर डेभलप हुँदैछ हाम्रो गाउँमा। आइटी कलेज स्टार्ट भएको छ। यस्तो छ। अब मेरो वकमा हिँड्ने साथीहरू हेर्नुहोस् है। हेलो सुसाना, कस्तो लाग्यो आइटी कलेज वकमा आउँदाखेरि? प्रकृति हेर न यहाँनिर, यहाँ हेर न, यहाँ हेर न, राम्रो हेर। सिधासँगले देखिनँ मैले तिम्रो अनुहार। अन्त तिमी चाहिँ कुन क्लासमा यो पालिको कुन चाहिँ एक्जाममा पास भएको भन्यौ? सीबीएसई क्लास 12 सकेको। कति पर्सेन्टेज स्कोर गर्दै भन्यौ? कति पर्सेन्टेजले पास भयो? 77। ओके, ठिकै छ त्यही पनि। अब तिम्रो चाहिँ के छ एम्बिसन, के पढ्नु छ? सनु हेलो। ला यिनीहरू भाग्यो के हेर्नु नि, एकपल्ट हेर न सनु, यहाँ हेर न। ए है, तिमी देखाएर चाहिँ म पनि आज आएको छु नि त यहाँनिर। के राति हुँदा के राम्रो देखिन्छ। यो के नै भर्खर त सुरु भइरहेछ बनाउनु। होइन यहाँ प्लान्टहरू लाउँछ नि, यहाँनिर डेकोरेसनहरू हुन्छ, यो वरिपरि पनि हुन्छ।
भइसकेको छैन। हामीलाई त खुसी लाग्छ गाउँको हाम्रो घरको छेउमा आइटी कलेज बनिएको छ है, डेभलप भएको खुसी नै लाग्छ। अहिलेको हाम्रो वर्तमान हाम्रो चिफ मिनिस्टरले पनि यति साह्रो डेभलप गर्नुभएको छ कि हाम्रो गाउँको छेउमा आइटी कलेज बन्नेकोले गर्दा हामी धेरै धेरै खुसी छौँ। गाउँको डेभलप हो। यस्तै हो, मेरो त टाइम अब दिउँसो त ड्युटीमा हुन्छु है, अहिले त वकमा छु। कामसाम गाईको घाँस त्यहाँदेखिको कुखुरा खरायो घरको काम सबै सकेर चाहिँ वकमा निस्किने टाइम चाहिँ म निकाल्छु सधैँ पनि। यस्तो छ यहाँको, यो चाहिँ बोइस होस्टेल हो, यहाँबाट पर देख्दै गरेको तपाईँहरूले हो। यस्तो छ, अझै कम्पाउन्ड त धेरै छ। अब अहिले हामी एकदमै बेलुका आएकोले गर्दाखेरि तपाईँहरूलाई चाहिँ यति मात्रै देखाउनु गइरहेको छु। हेर्नुहोस् यस्तो छ, यस्तै छ।